सारा महाराष्ट्रको बजारमा कति आए कति गए हाम्रो नजरमा नामको के हो थाहा छैन यो मनैमा छान्ने पर्यो घरमा। हेर्नु साथीहरू, अहिले अटोमा सामान प्याक गरेर हामी चाहिँ गन्तव्यतिर जाँदैछौँ। के गर्ने, गरिब मान्छे भएपछि काम गर्नै पर्यो। सामानहरू सबै एक अटो लोड गरेर चाहिँ हामी यहाँदेखि हिँड्दैछौँ साथीहरू। त्यस्तो कुरो है। कस्तो झ्याक्यो यार अटोले पनि, कस्तो झ्याक्यो यार। सारा महाराष्ट्रको बजारमा कति आए कति गए हाम्रो नजरमा। कस्तो छ गाना साथीहरू, ठिक छैन? पोखराको बजारमा भरे यस पोखरामा आउनु पर्थ्यो। अब महाराष्ट्रमा भएपछि त महाराष्ट्रको बजारमा ट्याक्सी कुडी भन्दै पऱ्यो के होइन? त्यस्तो छ है कुरो पनि। अगाडि जाम पनि छ, सामान फेरि टन्नै छ क्या। एक अटो सामान छ हेर्नुहोस्। इँटाको भुइँकै छ अटोले फेरि गाडी पनि बजारमा कुद्नु चलिरहेको। के गर्नु सँगै घरमा बसेर है। यसो बसेको बेलामा गाना गाएको टाइम पास गरेको चाहिँ हेर्नुहोस् साथीहरू, के गर्नुपर्छ है। स्वर त त्यस्तै, यसो गाना गाउन मन लागिहाल्छ कि। कहिले सङ्गीतलाई माया गर्ने मान्छे पर्यो, यसो टाइम मिल्दाखेरि अलिकति गाइहाल्यो भन्ने मन लाग्छ। त्यति स्वरको धनी त होइन, भए रहर कुरा गरिरहेको थिएँ। जिन्दगीको साथीहरू, अब चाहिँ गन्तव्य स्थानमा नजिक आउँदैछ। लगभग चाहिँ 5 मिनट जति लाग्छ है। सबै महलबाट म भएको ठाउँसम्म पुग्नको लागि चाहिँ नजिक आउँदैछ। ट्याक्सी चाहिँ घुमिराखेको छ। यस्तो छ हेर्नु साथीहरू, के गर्नु, गर्मी पनि अब चढ्दैछ। गर्मी मौसमहरू चढ्दैछन्। आफ्नो स्वास्थ्यको ख्याल राख्नु सबैभन्दा स्वास्थ्य हो। स्वास्थ्य ठिक छ भने सबै चिज ठिक हुन्छ। गर्मी महिनामा चाहिँ आफ्नो स्वास्थ्यलाई राम्रोसँग ख्याल राख्नु होला सबैले भन्दै म चाहिँ अब आफ्नो पेसा चाहिँ चाहन्छु है। भेटमा स्टार्ट गरौँ है त। बाई।